दर्शकवृन्द, यति बेला हामी रोल्पाको त्रिवेणी गाउँपालिका 3 स्थित रामी डाँडामा छौँ, जहाँ हिजो मात्र एउटा अप्रिय घटना सार्वजनिक भयो र सार्वजनिक भए पश्चात यति बेला हामी उक्त जङ्गलमै आएका छौँ र यो घटनाको विषय खास के थियो, यो घटनाको प्रकृति के थियो, यिनी यावत विषयलाई जोड्दैछौँ। किनकि यति बेला परिवार भावविह्वलमा हुनुहुन्छ। परिवार भावविह्वलमा भइरहँदा यति बेला लास बाटोमा छ, बाटोमै आउँदैछ। पोस्टमार्टमका लागि तुलसीपुर लगिएको थियो र यति बेला बाटोमै आउँदै गरेको हामीलाई खबर प्राप्त भएको छ। यति बेला परिवार भावविह्वलमा हुनुहुन्छ। यति बेला हामी यो दृश्य देखाउने हामी यति बेला विवश छौँ र घटना यहीँनिर घटेको भनेर यहाँ बताइरहनु भएको छ। घटना यहाँनिर कहाँनिर भएको थियो घटना? यहीँबाट झुन्डिएको यहीँ डोरी लाइएको थियो। यहीँबाट चुन्नीको यहाँ 3वटा गाँठा थियो अनि गाँठो पनि सुर्किने थिएन सर। यस्तै गरे गाँठो थियो। मन्टामा पनि तर यहाँ यसरी 2टा गाँठो थियो। सोझो मध्य गाँठो, सुर्किने गाँठो थिएन सर। मृतकले 2टा खुट्टा यहाँ घुँडा टेकेको थियो, खुट्टा यिनी औलाहरू टेकेको थियो। मन्टो चाहिँ यसै फरक भएको थियो। त्यस्तोमा पनि मारेको जस्तो थियो सर। मोबाइलको डिस्प्लेहरू उडेछ। मोबाइलको डिस्प्ले उडेको छ। त्योभन्दा अगाडि जो मोबाइल देख्नुहुन्थ्यो, हजुर मोबाइल देख्नुहुन्थ्यो अगाडिका दिनहरूमा? अगाडिको दिनमा अब आफ्नै नन्दको मोबाइल भर्खरै कान्छो दाइले ल्याइदिएको मोबाइल 5-6 महिना पनि भएको थिएन होइन कान्छी? भर्खर ल्याउनु भएको थियो? भर्खरै तिहारको दसैँको अगाडि हो। भर्खरै ल्याइदिएको नयाँ मोबाइल हो। केही पनि थिएन सर। त्यस्तो राम्रो थियो नि। यस्तो हो छ न, मोबाइलको डिस्प्ले पुरै गएको छ? पुरै गएको छ सर। झिम मात्रै गर्छ अनि अलिअलि डिलिटहरू मारेछ मोबाइलमा। यस्तो घटना हुनुभन्दा अगाडिका दिनहरूमा कसैसँग झगडा हुने के थियो त्यस्तो समस्याहरू? गाउँ घर दिदी बहिनीसँग कोहीसँग हिँड्ने पनि घोलमल गर्ने, केही झगडा सगडा केही हुन्न थियो। त्यो कोहीसँग पनि नै, न सँगसाथी न कोहीसँग केही गर्नुहुन्न थियो। त्यस्तो झगडाहरू केही गर्नुहुन्न थियो। अनि कसरी यस्तो निर्णय लिनुभयो? केही त होला नि त्यस्ता निर्णयहरू लिइरहँदा केही कारणहरू होला नि? कारण त मेन कारण भनेको उहाँले जब छायानाथ स्कुलमा पढ्नुभयो त्यहीले देखि त्यो केटालाई देखेदेखि 5-6 वर्ष भएछ त्यहाँको लभ भएको, लभ म्यारिज भएको। लभ भएपछि त्यहाँलाई अब कहिले ठाउँमा भेट्दो होला, तर हामीले देखिनौँ है भेटेको भन्न त चर्चा चाहिँ सबैले लिङ्गार सारा गाउँभर योसँग छ लभ भन्ने कुरा थियो सर। तर हामीलाई थाहा भएन। 4 गतेको बिहा 2 बजेतिर बोलाएछ लिङ्गलुङ। बाइकमा हालेर लग्यो अरे। कहाँ भेट भयो हामीले देखेनौँ। बाइकमा हालेर त्यही नानीको पैसाले चाहिँ तेल हालेर उहाँ त्यो लग्यो अरे। लगेपछि 4 बजे उसले आफ्नो घर लग्यो अरे कुइलाबाट। डाइरेक्टै मान्छेहरूले सबले बयान के गरे, बाटैबाट हामीलाई 5-6 बजे त्यसैले लग्यो। फल्ने हिरा चाहिँ पहिलो गयो भनेर हामीलाई भनिसक्यो कुइलाबाट। यहाँको स्थानीयहरूले भन्नुभयो बाटामा कुइलाको बजारको मान्छेले। त्यसमा फेरि त्यो मृतकको दिदीको छोरी 2टी आमा छोरी त्यसको बाइकमा गए। तर त्यहाँलाई लिङलुङ छोड्दैन आफू अर्को त्यसैको बाइकमा चढेर आए। त्यो जुन दोषीको उसमा बाइकमा चढेर लग्यो घर, केटाको घरमा लगेर राख्यो। राखेपछि उसले बिहान कति बजे फर्कायो थाहा भएन। 11 बजे म जङ्गलमा छु भनेर त्यही ऊ दिदीको छोरी र उहाँको साइली के त्यो दिदीलाई फोन गरेर म यस्तो जङ्गलमा छु। त्यो दिदीले मलाई ऊ गरी त पैसा लिएर आइछस् बिहा गर्ने भनेर। मेरो भाइको के हेरेर आइछस्? न पैसा छ न केही छ। के हेरेर आइछस्? न काम गर्न सक्छस्, न के भन्छ भैँसी पाल्न सक्छस्, बाख्रा पाल्न सक्छस्, बाजा घाँसका भारी बोक्न सक्छस् र यहाँ आइछस् त? अनि के कारणले आइछस्? अनि तँले के कारणले पछि लाइछस् आइस नि भनेर के त्यो केटाको मोबाइलमा फोन गरेर केटाको दिदीले भनेको आवाले फेरि तँलाई सिस्नो पानीले हानेर चार्छु अनि तँलाई हुन देमला भन्यो होस्। अनि छिटो जुन बाटो आयोस् उही बाटो जा भनेर के तनाव दियो अरे भनेर दिदीलाई साइल दिदीलाई र उसलाई फोन गरेको नि। फोन गरेर आफै फोन गरेर मलाई यस्तो गर्छन् के गर्छन् भन्दा केही गर्दैनन् घर जा। अनि केटाले भनेको छैन भन्दाखेरि केटाले पनि अब के भन्थ्यो भनेपछि त्यहाँले के भन्छन् निक्लिनु भएछ त्यहाँदेखि सर।
तपाईको नन्द निस्किनु भयो निस्किनु भएछ केटाले पनि जा भन्यो बिहा गर्छु विदेश जान्छु रे विदेश अहिले घर जा विदेश जान्छु अरू पछि बिहा गर्छु भनेछ केटी कति वर्षको हुनुहुन्छ नि केटी त जे 2062 साल जेठ कति गतेको 21 वर्ष हुनु 21 वर्षको हुनुभयो है 21.5 भयो होला नि पुग्नु भएको छैन कि पुग्नु भयो 21 वर्ष पुग्नु भयो जसो परिवारले टचर दियो भनिरहँदा तपाईको माइती पक्षहरूलाई तपाईको नन्दले भन्नुभयो कि नै माइती पक्षलाई भन्नुभयो स्वयंलाई दिदीको छोरीलाई र साइली दिदीलाई भन्नुभयो डाइरेक्ट तपाईहरुसँग कुरा भएन डाइरेक्ट हामीसँग भएन दिदीको छोरीसँग र साइली दिदीसँग डाइरेक्टै भनेपछि उहाँलाई थर्काइसकेपछि उहाँ डाइरेक्ट घर आउनु भयो कि बाटोमा हजुरहरु लिन जानुभयो के थियो गएनौँ हामी लिन भन्दा पनि त्यहाँ 11 बजे निक्लिनु भरे कहाँ देउराली चौर भन्ने नि देउरालीको वनमा छु मलाई जाडो भएको छ कपडा ल्याइदिएर आ त बर्की ल्याइदिएर आ भनेर त्यही दिदीको छोरीलाई भनेको फोनमा दिदीको छोरीलाई भन्नुभएको त्यसको फोन पछि भन्दा पनि लाग्यो भन्नुभयो भनेपछि दिदीको छोरीले के भने हिजो त म एकछिन लिङदुङ जानाले मलाई दोष गरेछन् त पहिलो गइस र अनि भोलि पनि मलाई दोष आउँछ म त ल्यान्न अनि ल्याउँदैन अनि त घर गइजा अनि घर बस छपके लाएर भनेर भन्नुभयो त्यो पछि त्यहाँको मोबाइल स्विच अफ भयो त्यहाँको मोबाइल स्विच अफ भयो हामी त्यो फोन स्विच अफ भयो हामीले फेरि आइजानुहुन्छ भन्ने भयो अब उतै गइयोले भन्ने भयो अनि केटालाई फोन हान्दाखेरि केटाको फोनै उठेन नउठेपछि हामी पनि अब खोज तलासमा गरेर पनि छन् कि छैनन् भन्ने भयो हामीलाई पनि यताबाट पछि हामी 6 बजेबाट जङ्गल हिँड्न लायौँ सर जो सम्पर्कविहीन हुनुभयो त्यसपछि हामी जङ्गल हिँड्न लायौँ हराएर यहाँका स्थानीय प्रशासनसँग केही मुद्दाहरू गर्ने हैन स्थानीय प्रशासनलाई जानकारी दिने केही गर्नु भएन जानकारी भन्नाखेरि 8-9 बजेतिर होइन दिदी हामीले कुइला पुलिसलाई फोन गरेको 5 गतेको दिन 5 गतेको फोन गर्यौं अनि त्यहाँहरुले सर यस्तो यस्तो मान्छे भएको छ के गर्ने हो हामी खोज्न जान लाग्छ भन्दा निवेदन हाल्ने भए अहिले आउनुस् कि भोलि बिहान आउनुस् भने ल त त्यस्तो भए भोलि बिहान आउँछ मैले रात परेछ हामी जंगलतिर खोज्छौं भनेर हामी 5-6 जना भएर जंगल 7 जना भएर हामी जंगल खोज्यौं जंगल खोजेर 11 बजे घर आइपुग्यौं 11:15 बजे कहीं भेटाउन सकिनौं 8:30 बजे त्यहाँको फोन लाग्यो सर 8:30 बजे हो कि 9 बजे हो दिदी त्यसको दिन 8:30 बजे हो कि 9 बजे नन्दको फोन लाग्यो फोन लागेपछि हामीलाई के भयो भनेसी यो जिउँदै छ मर्या छैन कहिले स्विच अफ हुने कहिले खुल्ने गरेपछि कसैको घरमा गएछ चार्ज सकिएछ चार्ज लगाएर जिउँदै हुनुहुन्छ भनेर हामीले फोन हानिम हामी लागिरह्यो फोन उठेन सर फोन नउठेपछि त्यहाँ आउनु पर्यो रात बिहान पख बाख्राखोरमा दिदीको बाख्राखोरमा हामीले 6 बजे भेटायौं हैन दिदी पाठालाई दुध खुवाउन गएको यहाँले भेटाउँदाखेरि के गर्छस् भन्दाखेरि बोल्नु भएन छ कसले आयोस् किन आयोस् यो चिसो ढोका उगारेर बसिन थिस् अनि किन बोलाइनस् भन्नु भने यहाँले बोल्दै नबोलेपछि दिदीले मलाई र उ त्यो कान्छी देउरानीलाई फोन गरेर बोलाउनु भयो यहाँ चाहिँ आइए छ भनेपछि हामी गयौं जाँदाखेरि चिसो हिउँ जस्तो अब त्यस्तो मान्छेलाई कहाँबाट आउनुभयो कहाँ हामी रातभरि खोज्यौं भन्दा केही नबोलेर त्यहाँलाई भित्र लग्यौं भित्र लगेर पछि वडा सदस्य गाउँको सदस्यलाई फोन गर्यौं के त्यो दिदी भन्छौं निलसरा दिदी त्यहाँलाई फोन गर्यौं वडा सदस्यलाई फोन गर्नुभयो गाउँको वडा गाउँ सदस्यलाई फोन गर्यौं फोन गर्दाखेरि म अहिले आन्न त्यसलाई त्यही केही के भन्छन् दिदी घर कि बाको घर राख त्यही राख तातो गरौ चिसो भाला तातो गरौ खानापिना खान देऊ केही नभन भनेपछि हामीले भनिनौं सर केही पनि भनिनौं सोध्ने अवस्था थिएन त्यो बोल्नै सक्दैन थिए चिसो कठाङ्ग्रेर बोल्नै सक्दैन थियो अनि नसकेपछि हुन्छ भनेर हामीले चिया खान्दियौं सुताएर खाना साना 9 बजे खान्दियौं खान्दिएर हामी अब कामकाजको मान्छे त भयो काममा गइगयौं सर हामी यहाँ मिलमा जानुभयो 11 बजे हामी देउरानी जेठानी फेरि भिमल काट्न जाम अनि अहिले घाँस काट्न जामला आज घाँस कति छैन आज 2-3 दिन भइगयो भनेर हामी घाँस काट्न जाने भन्ने योजनामा हामी भिमल काटेर बाख्राल गराउँछौँ भने म त्यही दिदीको छोरी फेरि नुहाउन जानुभयो बाथरुममा नुहाउन जानुभएछ नुहाउन गएपछि देवा म के कस्तो घाम ताप्ने अरे बाहिर आउने हो जाडो भएको छ अरे बाहिर आउने हो भन्नुभएछ किन आउनेस् बाहिर त्यही छपक लाएर बस भन्नु कस्तो जाडो भएको छ अरू सिरक ओरेर बस नआइज भन्नुभएछ त्यहाँले बाथरुमबाट भनेपछि हैन म त घाम ताप्ने नकराके अहिले अनि जा छपक लाएर बस सुत भन्नुभएछ भने म त घाम तापेल्छु अनि भन्दा हो जा धेरै टाढा नगएस् यतैमा घाम तापेस् भनेर त्यहाँले भन्नुभएछ त्यहाँ नुहाउन लाउनुभएछ नुहाएर निक्लिँदाखेरि घाम ताप्ने ठाउँ पै जानु भएछ देख्नु भएन छ
नदेखेपछि सारा खोज्नु भएछ, भेटाउनु भएन। हामी फेरि घाँस ल्याएर भर्खर आउँदै थियौँ र माइजू हिरा त छैन अनि घाम ताप्न गएको छु भन्छे भनेर कुरा भयो। हामी घाम ताप्ने जहाँ जान्छ हामी उहीँ खोज्न गयौँ, देउरानी जेठानी त्यहाँ भान्जी भएर खोज्न हिँड्दाखेरि उसले भेटाएन, नभेटाए फोन हानौँ भने फोन हान्दाखेरि कति खोज्छु मैले त तिमीलाई देखिएको छु, अनि मैले घाम ताप्नु पनि नदिने, मलाई घाम ताप्छु भनेर फोन यति देउता पुग्ने डाँडा तिन छु घाम ताप्न लाग्छु छु अनि भनेपछि ल त्यति घाम ताप्यो। त्योबाट टाढा गइस् पनि मलाई मम्मीले माइजूले सबले गाली गर्छन्, त्यति घाम ताप्ने टाढाबाट कहीँ नगएछ है, होइन भने आउँछौँ हामी अनि भन्दाखेरि ल अनि हामी आइहाल्छु म घाम तापिसक्छु भनेर आउँछु भन्नुभयो। ल त भन्यौँ हामी आफ्नो कामलाई घामै ताप्नलाई। अस्तिको 4 गतेको त त्यत्रो केसमा त घर आउनु भयो भनेपछि पहिला गए मान्छे भनेपछि आज त आइजानु होला भन्ने हिसाबमा हामी काम गरिरह्यौँ। पछि फेरि त्यहाँ नानीलाई फोन गर्नुभयो कि नि भान्जीलाई, त्यहाँ देवाले बाख्रा छिटो फुकाएर आयो कि ग्वाल जान्छु म, अनि मनमा नि भुल्छ म बाख्रा लिएर आ भनेर फोन गर्नुभएछ। ल मैले बाख्रा फुकाएँ भनेर देवाले बाख्रा फुकाउनु भएको छ। त देखिन्ने चाहिँ आइज अनि म त बाख्रा फुकाले भन्दा त जा म आउँछु, आगो बाल्दै गरेस् म आगो तापौँला भन्दाखेरि गएर यहाँका मान्छे पनि अरू बासिन्दाहरू पनि ग्वाला उतै जानुहुन्छ भयो, त्यहाँहरू सबै आज हिरा खै भनेर सोध्नु पर्यो। खै घाम ताप्न लाग्छु अनि बाख्रा फुका, बाख्रा लिएर आगो बाल भन्छ आजै आन्ने अनि भन्दा फेरि फोन हान्नु छ। आगो बोलीको आइज भन्दाखेरि म अहिले आउँछु भन्नुभएको छ। पछि 2:27 हिराले फोन गर्नुभयो कि देवाले फोन गर्नुभयो गरेर मलाई साइल दिदीले घर जा भन्छ, म घर जानलाई तैँले बाख्रा कसबेल ल्याउँछस् यहीँ बसौँला त, बुवा घर हजुरबा घर अरे बाको घर बसौँला त आएछ है, बाख्रा ल्याउने बित्तिकै बाख्रा बाँधेर आएछ है अनि भनेर त्यहाँले भन्नु पऱ्यो। अरू बाख्रा बाँध्ने त हाम्रो 4-5 बजेको समय हुन्छ, त्यहाँले बाख्रा लिएर आउनु भनेर हामीले भन्यौँ हिरा खै, हामी त घरको मान्छेले त भन्नु पऱ्यो 4-5 बजे हामी त ढुक्कै छौँ, 2टी होला नि भन्ने भयो। भनेपछि पछि हामीले यहाँ सोध्यौँ, त्यहाँलाई सोद्धाखेरि खै त हिरा खै किन ल्याउनु भएन घर गइहाल्नु भयो भने हिरा त यहीँ घर आइया छु भन्छ। अनि बाख्रा मलाई लिएर आ भने के भन्छन् बाख्रा लिएर आ म घर गइए भने अनि यहीँ माथि हजुरबा घर गइछ अरे भन्दाखेरि फेरि बुवालाई फोन हान्यौँ र छैन अनि आछे नै भन्नुभयो बुवाले। हजुर बुवालाई तल झर्नुहोस् भन्यौँ, तल झऱ्यौँ। अब के गर्ने हो त खोज्न जाऊँ भने सबले फोन हान्न लाग्यौँ, फोन हान्दाखेरि फोनै उठ्दैन 2 बजे कतिमा टिकटकमा के लेखेर अनि सब फेसबुकमा हाल्नु भएछ। हालेपछि 2:27 त्यहाँले दिदीको छोरीसँग फोन गर्नुभएछ। त्यो पछि फोन लाग्ने तर फोन नउठ्ने, यो काम भइसक्यो छ होला जस्तो लाग्छ है, लाग्छ त्यो काम भयो होला। हामी 5 बजेबाट खोज्न सुरु गऱ्यौँ सर, हामी सबै अब 5 बजेबाट खोज्न हामी सुरु। अब नआएपछि त खोज्नु पर्यो, बाख्रा साख्रा चल्लासहरू भित्र हाल्यौँ सबैले जाम खोज्न पनि। अब यो हुन्न यस्तो पाराले हुन्न, योले केही न केही गरिसक्यो। फोटा परीमा अब हालेका पढिसकेपछि यो मान्छे छैन अब ज्यू त हाम्रो मनमा लाग्यो सर। अब खाना पनि खाएनौँ, सबलाई बोलाएपछि जाम अनि भनेर 8-9 जना भएर पुलिसलाई फोन गऱ्यौँ। पुलिसले भने यहीँ आउनुहोस् भने, यहीँ आउनुहोस् र जानु होला खोज्न अनि भन्ने कुरा भयो। हुन्छ भनेर हामी उहाँ कोइला गयौँ, कोइला गएर कति थियौँ, कोइला जाने बेला हामी 13-14 जना थियौँ कि होइन, 13-14 जना भएर गयौँ। कोइला गएर रिपोर्ट लेखाउने के गर्ने हो सर, अनि यस्तो यस्तो भइगयो भन्दाखेरि भोलि बिहान रिपोर्ट लेखाउनु होला, अहिले खोज्नुहोस्, त्यस्तो घटना नघटोस्, फोन लागिरहन्छ घटना घट्याउन, फोन लागिरहन्छ। यति केही घटना घट्यो भनेपछि नछुनु होला, चाहिँ हामीलाई जानकारी गराउनु होला भन्नुभयो। होला ठिकै होला, यस्तै होला नियम कानुन, अनि खोज्न पठाउँदो होला नि, अब आउनु होला नि हामीलाई नै होला भनेर हामी त्यो दिनमा रिपोर्ट पनि लेखिएन, रिपोर्ट पनि लेखेन। हामी आएपछि त्यो पछि अरूलाई थप्यौँ फेरि, अब एक्लै त सकिएन। नसकेपछि हामी यो रुखबाट हेर्छौँ सर, पुरै हेर्छौँ भेटन्न, पुरै नै कुनै 40 सकेलिम 17-18 जनाले 40 सकेलिम भेटेन। 12 बजीको भेटेन, यो मान्छे जिउँदो छैन। ल फोन भन्ने पनि 1-2 हजारबाट वटा मोबाइलबाट 1-2 हजार मोबाइलबाट फोन गयो होला, तर त्यो कसैको फोन उठेन। अनि पुरी सब लाइट मार्छौँ, मोबाइल देखिन्छ। अब गोजीमा रहेछ सर मोबाइल, लाइट कहाँबाट देखोस्, साइलेन्टमा रहेछ, गोजीमा रहेछ, मोबाइल देखेन, आवाज पनि आएन, मोबाइल कहीँ नबजेपछि हामी यो मान्छे छन पनि छैन, केही भइयो भनेर रातभरि हामी 1 बजे थियो घर जाने बेला सबै गयौँ। त्यही पनि बिहान पनि मोबाइल लाग्छ, सारा सङ्घहरूलाई फोन गरेर लियौँ, आफ्नो इष्टमित्रलाई फोन गरेर लियौँ, कहीँ कन्ट्याक्ट, कहीँ गाउँ कहीँ राखिनौँ हामीले फोन गरेर, कहीँ कन्ट्याक्टमा आएन। हामी रातभरि फोन गर्ने हिँड्ने गऱ्यौँ, कहीँ कन्ट्याक्ट आएन। बिहान 5 बजे फेरि हामीले 5-4:30 बजे पुरै गाउँलाई फोन गऱ्यौँ, जाम अब खोज्न यो भएन,
भनेर कोही लेखाउन गयौँ, कोही भनेपछि खोज्न हिँड्यौँ सर हामीले। पछिल्लो दिन बिहान फेरि चौकी जानुभयो। हिजो कति 7 गते बिहान हामी 6 बजे जङ्गल फेरि चाप्यौँ। हिजो बिहान 6 बजे जाँदाखेरि यो पुरै जङ्गल पुरै चाप्यौँ सर। नचाप्दा यसको त्यसको घरतिर पल्लोपट्टि छ, त्यो माथि देउराली काउले सबै छापिदियौँ। डाङ्ग्रे डेबाङ घुरा सबै चालिदियौँ। कहीँ नभेटेपछि हामीले हरेस खायौँ, यो मान्छे छैन, कहाँ ती छ, कति दिनको अब भेटिने, अब ठुलै कानुन चलाएर अब खोजौँ भन्ने बेला फेरि लेखाउन गएको प्रहरी प्रशासनले के भन्नुभएछ भनेपछि हामीले लेखिदियौँ, हुलिया पनि कटाइदियौँ भन्नुभयो। तर हामीले त सोचेको थियौँ केटाको पो हुलिया कटाउनु खोजेको थियौँ, केटी त हेर्दैबाट यहाँ भेट भइगएको थियो भनेपछि यता त केही छ शङ्कावत भनेर हामीले खोज्ने, त्यो भाग्या त छैन भन्ने थियो। केटालाई हुलिया कटाउने भन्दा त केटीको पो फोटो मात्रै माग्नु भएछ र हुलिया कटाउनु भएछ त्यहाँले। अनि ऊ के हेर्छन् रे फेरि मोबाइलमा लोकेसन हेर्दाखेरि कहिले काठमाडौँ देखाउने सर त्यो लोकेसनले, कहिले फेरि कोइलाको वन जङ्गल देखाउने। जङ्गल त जङ्गलै देखायो। कुन केटाको? केटीको मोबाइल। केटीको मोबाइलमा लोकेसन हेर्दाखेरि कहिले यही डाँडो अहिले केटा सम्पर्कमा हुनुहुन्छ या त हुनुहुन्न? छैन, सम्पर्कमा हुनुहुन्न अहिले पनि? त्यो दिन जुन दिन के भन्छन् 5 गतेको साँझ 6 बजीबाट उसले मोबाइल स्विच अफ पारे। जब हामीले 5 गतेको दिन मोबाइल स्विच अफ भएपछि हामीले त्यसको बाउलाई फोन गऱ्यौँ। फोन गर्दाखेरि तपाईँको छोराले लिएर आउनु भएको छ अङ्कल, अनि तपाईँको छोराको फोन लाग्छ उड्दैन। फोन त लागिरहने, फोन लाग्छ उड्दैन, केटीको फोन स्विच अफ छ। अनि कहिले भन्दा केही होला, सोसाइटी होला, केही होला भोलि अनि भन्दाखेरि त्यसले के भन्यो, बाबा त्यसको बाउले के भन्यो भनेपछि मेरो छोरो त हिजो जुङ्गार गएको थियो, कहाँबाट बिहा गरेको छ, बिहा गरेको छैन, मेरो छोरो दाङ्गाउनु लाग्छ भनेर भन्यो। मैले भने तपाईँको छोराले लगेकै हो, यहाँ घरबाट 2 बजे हिँडाले हो, घरबाट ठ्याक्कै 2 बजे थियो, 3 ओर जाने बेला, नानी जाने बेला 2 बजे हिँडाले हो। 4 बजे कोइलामा आएर तपाईँ छोराले घरै लग्या, घर लगेर पनि साइल दिदीलाई फोन गरे हो, मैले के भन्छन् अहिले बिहा गर्दैन राख्नुहोस्, म पछि बिहा गर्छु भनेर भन्या। त्यो पछि त्यो प्रमाण हुन्न भने के हुन्छ भन्दाखेरि त्यसले फोन राख्यो। त्यो राखेपछि छोरालाई मोबाइल स्विच अफ गर्न पठायो, के पठायो थाहा पाएनौँ। त्यो पछि हान्दाखेरि त्यसलाई बाउलाई फोन गरेर हान्ने बित्तिकै यो बाउको फोन उठाउनु राख्ने बित्तिकै छोरा फोन स्विच अफ भइगयो। त्योभन्दा अगाडि लागेको थियो? लागिरहेको थियो सर। कुरा हुन्थ्यो कि नै? उसले केही भन्थ्यो कि नै त केटाले? केटाले मेरो फोन रिसिभ गरेन, उसको साइली नन्दको फोन रिसिभ गरे होइन। दुईजना सँगै भएर कुरा, घरबाट सँगै भएर कुरा गरेको। बिहान 5 गतेको बिहान 6-7 बजेतिर होइन, त्यस्तै समयमा। त्यहाँ अहिले त त्यहाँ साइल दिदी हुनुहुन्न, बयान दिने होलिर जानमा छ, अनि त्यही भएर त्यसरी निक्लेको सर। केटाको घर कुन ठाउँमा पर्छ नि? काउले भन्छन् यता सल्यान कति हो, कपुरकोट गाउँपालिका कति पर्छ? 6 नम्बर वडा पर्छ। कपुरकोट गाउँपालिका 6 नम्बर वडा पर्छ। काउले यही नजिकै पर्छ। त्यो नजिकै पर्छ, लगभग कति 2-2.5 घन्टा होला हिँडेर। सो यहाँ अप्रिय घटना नघट्नु थियो, घटिहाल्यो होइन। त्यस पश्चात यो घटना घटे पश्चात परिवारबाट उनको केटा पक्षबाट केही सन्देश अर्थात् केही कुराहरू भएको छ कि नै अहिले पछिल्लो चरणमा? पछिल्लो चरणमा भन्दा पनि हामी 5 गते खोजेर आइसकेपछि भान्जीलाई, त्यही देवा भन्नेलाई, त्यसको दिदीले, केटाको दिदीले त्यसको त मोबाइल लाग्छ, मर्या कि छैन। मेरो भाइको मोबाइल लाग्दैन, स्विच अफ बनाएको छ। मेरो भाइ मर्या छ, त्यो केही त सास चाहियो, केही त लास चाहियो भनेर हामीलाई तनाव दिए सर। त्यसले आफ्नो भाइको लागि लाग्यो। त्यही भएर बिहान अब उनीहरूले केस हाल्न लागेका छन्, त्यसको स्विच अफ छ। अनि केटीलाई सोद्धाखेरि त्यसलाई केही नगर, कानुनमा नहाल, केही नगर, मैले तिमीहरूले जे भन्छ उहीँ जान्छु, अनि म दिदीसित जाने अमिलले अनि भनेर भन्नुभयो। त्यो भनेपछि ठिकै छ। अनि हामीले भन्यौँ स्यानमाको घर जा, आन्टीको घर जा भुर्ती, अनि हामी आधा बाटोसम्म लगिदिन्छौँ जाऊ भन्दाखेरि के भने मेरो हात खुट्टै लाग्दैनन्। आज 4-5 दिन भयो खाना नखाएको, जाडोले मेरो हात खुट्टै लागेको छैनन्, मलाई आराम गर्न देऊ भन्नुभएको थियो हामीलाई 5 गतेको दिन बिहान, र हामीले आराम गर्न दिएको सर। आराम गर्न दिनुभयो। त्यस पछाडि हजुर काममा लाग्नुभयो। उहाँ 81 एकातिर जानुभयो। 11 बजे यता आइजानु र यस्तो काम गर्नुभएछ सर।
भनेपछि परिवारबाट जो टर्चर आयो हिजोको दिनमा जुन टर्चर आयो त्यस पश्चात यो मृत्यु भइसकेपछि टर्चर आयो उहाँबाट कुनै पनि सम्बन्धै भएको छैन 11 बजेबाट हामीले देख्न पनि देखिनौँ अस्ति 6 गतेको 11 बजेबाट देख्न पनि देखिनौँ फोन पनि कन्ट्याक्ट पनि भएन सर 2:30 बजेबाट दिदी र त्यही दिदीको छोरीसँग 2:30 बजे 2 बजेर 27 मिनेटसम्म कन्ट्याक्ट भए रहेछ त्यो पछि भएन लास्ट भेटिएपछि पनि कन्ट्याक्ट भयो कसको दिदीहरुसँग जो केटाको दिदीहरुसँग नै भएन सर पछि निवेदन पेश गरेपछि केटीलाई भनिन् हामी त केटीलाई भनिन् केटाको त सम्पर्क भएन हामीले कुरै गरिनौं सर त्यति भएपछि 5 गतेको दिन साँझ कुरा गर्यौं हामीले गरेनौं सर त्यसपछि जस्तो कि यहाँनिर यहाँहरुले यो जो अप्रिय घटना देख्नुभयो त्यो अप्रिय घटना देखिसकेपछि यहाँहरुले 10:55 मिनेटमा देखे यहाँको केस त निहाल्नु भयो होला नि यहाँनिर जुन घटना घट्यो नि यो घटनाको प्रकृति कस्तो थियो यहाँहरुले हेरिरहँदा अब प्रकृति हेर्दाखेरि कस्तो थियो सर भनेपछि माथि हेति नजिकै छ गाँठो छ सुर्किनी छैन 3टा गाँठो साधारण गाँठो छ घाँटीमा 2टा गाँठो छ पछाडीबाट खुकुलो छ गाँठो खुकुलो छ 2टा गाँठो मात्रै छ 2टा घुँडा टेके छ 2टा औँला टेके छ न त्यो कक्सुस मध्ये जुत्ता हुन्छ हैन जारमा किचनमा लाउने कक्सुस मध्ये जुत्ता छ त्यो जुत्ता फुस्केको पनि छैन यस्तै एउटा बर्की छ सर यहाँ बाना छ यो कपालको फोको छ फोको पनि फुक्या छैन कपाल भन्ने लामो छ कपाल फुक्या पनि छैन बर्की भन्ने यसरी ओर्नु भएको छ है त्यहाँले यसरी ओर्या बर्की यस्तै छ यो त यसरी खस्नु पर्ने होइन मर्दाखेरि तर केही पनि मूर्तिमा जसरी बर्की कोहीहरु ओराइदिन्छन् सर त्यो बर्की हलचल कैती झर्या छैन सर त्यो बर्की जस्ता तस्तै छ हातहरुमा यस्तै गर्या छ हात यस्तो कस्तो गर्या छ हात सिधा छ टेक्या छैन हात यस्तै छ हातमा यहाँबाट कसरी माटो न ढिक छ त्यतातिर न केही छ यहाँबाट यहाँसम्म धुलो मात्रै छ सर खुट्टामा यहाँ खुन छ दाहिने खुट्टामा अन्त यहाँ यस्तो तिखो गहिरो छ तिखो तर बलट पनि उ थियो बलटै थियो बलट थियो जुत्तामा यहाँ पनि यस्तै थियो यसमा पनि यहाँ छ सर यहाँ छ यहाँमा यत्रो माना चोक्टो गएको छ सर कतै कुटपिट भएको जस्तो त्यस्ता केही आशंकाहरू गर्न सकिने त्यस्ता चोटहरू थियो कि नै आशंका त मारेको जस्तो अब त्यसले त्यस्तो चोटहरुमा त मारेन होला सर त्यसले कसो गरायो भने यस्तै चुन्नीमा यस्तै गराएर कसेर नछोएर के आफूलाई पर्छ भन्ने हिसाबले टर्चर आउँछ भन्ने औँलाहरू देखिन्छ फिङ्गरहरू देखिन्छ भन्ने हिसाबले होला सर त्यो चुन्नी यस्तै गराएर यस्तै गाँठो पारेर झुन्नाएर खुट्टा टेकेको हो कि तातैमा भन्ने जस्तो योजना छ सर भनेपछि यहाँनिर औँलाले पनि नदाबेको हातले पनि टर्चर नगरेको त्यही उसले चुन्नीले यस्तरी कसेर यस्तरी आफै यस्तो चुन्नी थियो गाँठो बर्की यहाँबाट थियो त्यो चुन्नी यति मर्ने मान्छेले सायद मर्थ्यो भनेपछि त्यो बर्की त त्यस्तो मर्याको यस्तो गरेर बर्की कति राम्रो यो गाँठो माथिबाट गराएर बर्की तलबाट थियो कि माथिबाट थियो होइन बर्की छपक्कै घाँटीमा छ यो गाँठो फेरि यस्तै छ सर यस्तै खुकिलो छ गाँठो फेरि यस्तो गरेको गाँठोमा पासो कसरी लाग्यो सर सुर्किने पनि थिएन यही हो गाँठो यस्तै थियो सर हो यस्तै थियो यो फेरि यस्तै गरेर थियो फेरि होलो यो यस्तै थियो यहाँ माथि त्यहाँदेखि फेरि यस्तै खुकुलो थियो कि त्यो घाँटी यस्तै गरेको थियो सेम यस्तै थियो होइन यस्तै थियो यस्तरी कस्या भए त कस्यो भन्ने हुन्थ्यो सर तर यो किन खुकिलो भयो बर्की जस्ताको तस्तै थियो भनेपछि यो जुन घटना भयो यो घटनाप्रति तपाईहरुको आशंका छ पुरै छ त्यसले त केही न केही गरेकै हो खेल गर्न तर मोबाइल किन त्यो मान्छेले मर्ने मान्छेले त्यत्रो दिमाग चलाउँथ्यो भने मर्ने थिएन डिस्प्ले उडाउने थिएन मोबाइलमा मर्ने थिएन डिस्प्ले उडाइ त्यत्रो दिमाग सब डिलेट छ के कारणले डिलेट भयो सर उहाँ तपाईको नन्दले डिलेट गरेको छ हैन डिलेट छ कोले गरे थाहा भएन दर्शक महानुभाव यति बेला हामी जुन
घटना भयो हिजो, जुन अप्रिय घटना सार्वजनिक भयो र उक्त सार्वजनिक भएको स्थानमा आएका छौँ र यो स्थानमा आएर हामीले रिपोर्टिङ गरिरहेका छौँ र यो रिपोर्टिङ हामीले यस अर्थमा गरिरहेका छौँ कि यहाँको जुन समस्या थियो, जो यहाँहरूले जुन नियालिरहनु भएको छ, यो घटना यो गुपचुप नहोस् र पीडितले न्याय पाओस् भन्ने उद्देश्यले हामी यहाँ आएका छौँ। कयौँ उदाहरणहरू छन् जो यस्ता घटनाहरू घटिरहेका हुन्छन्, जो घटना त्यत्तिकै विलीन रहन्छन्। यहाँ राजनीतिक पावरको पहुँचमा भनौँ या धनको पावरको पहुँचमा भनौँ, विविध कारणवश यस्ता घटनाहरू दबिरहेका हुन्छन् र उक्त घटना नदबोस् र सम्बन्धित निकायसम्म ध्यान आकर्षण होस् भन्नका लागि आज हामी यहाँ आएका छौँ र सम्बन्धित निकायले यस घटनालाई चासोको रूपमा लियोस् र जुन घटना यहाँ घटेको छ र उक्त घटनाको मुचुल्का पनि प्रहरीले उठाइसकेको छ र मुचुल्काबाट पनि प्रहरीले अनुसन्धान बढाएको छ र प्रहरीले अनुसन्धान बढाउने मात्र होइन, सम्बन्धित परिवारलाई पनि कानुनी दायरामा ल्याउनु पर्छ। कानुनी दायरामा यद्यपि लिएन भने यस्ता घटनाहरूले अझै अन्य घटनाहरू नघट्ला भन्न सकिँदैन, किनकि हरेक घटनाहरू छन्, हरेक यस्ता घटनाहरू छन् जुन घटनाहरू विलीन भएका छन्। हामीले जो यस्ता घटनाहरू देखिरहेका छौँ पछिल्लो समयमा र यहाँहरूको यहाँहरूले भनिरहनु भएको छ कि परिवारको सदस्यले धम्की दिएको कारण केटा पक्षका दिदी र आमाले धम्की दिएको केटीलाई धम्की दिएको भन्ने आरोप यहाँहरूले लगाइरहनु भएको छ। यस अर्थमा पनि हामीले भनिरहेका छौँ कि सम्बन्धित पक्षहरूलाई चाहिँ सम्बन्धित जो दोषी हुन् उनीहरूलाई कानुनी कठघरामा उभ्याउनुपर्छ। यदि प्रहरी मौनतामा बस्यो भने पक्कै पनि यहाँको समुदाय उर्लिनेछ, किनकि यो समुदाय यति बेला भावविह्वलमा छ, यो परिवार यो समुदायमा यति बेला शोक छाएको छ। त्यसैले सम्बन्धित निकाय यसप्रति ध्यान दियोस् र सम्बन्धित निकायले कानुनी कठघरामा उभ्याउने प्रयास गरोस्।